हेलो, स्वागत छ तपाईँहरूलाई मेरो मिनी ब्लगमा। आज मेरो छुट्टी अनि छुट्टीको दिन कहीँ नजानु भनेर हुनै सक्दैन। अस्तिदेखि मेरो प्लान थियो कि बेलम जान्छु भनेको त्यत्तिकै भयो थियो। अनि आज बल्ल साइड जोडेर म चाहिँ बेलमको लागि निस्किसकेँ। हजुरहरू को हुनुहुन्छ म जस्तै पोर्चुगल आएको 4-5 वर्ष भयो तर बेलम नजानु भएको? त्यस्तो भने चाहिँ प्लिज जानु होला, नछुटाउनु होला, गएर हेर्नु होला। यहाँ कस्तो राम्रो राम्रो कुराहरू छ क्या यहाँ पनि। अब जस्तै यहाँ अगाडि देखिरहनु भएको छ नि, यिनीहरूले चाहिँ इन्डियाको गुवा पत्ता अरे कि पहिलोचोटि। हुन त अब यसको धेरै कुराहरू होला तर मलाई त्यस्तो राम्रो थाहा भएन किनभने म पुगेको टाइममा चाहिँ म्युजियम बन्द भइसकेको थियो। अब सबै कुरा थाहा हुनलाई चाहिँ म्युजियममै जानुपर्छ नि त। अनि त्यही भएर त्यस्तो राम्रो चाहिँ मलाई थाहा छैन। हजुरहरू कसैलाई थाहा छ भने प्लिज कमेन्ट गरेर भनिदिनु होला के हो कसो हो यहाँको बारेमा। हजुरहरूलाई बेसी थाहा भयो भनिदिनु होला। अनि को जानु भएको छैन अनि नछुट्टै जानु होला पनि भन्छु म। धेरै कुराहरू छ यहाँनिर घुम्नको लागि। अब फेरि भन्छ नि अहिले जुन कुरा यो दिन र यो समय फर्केर आउँदैन, त्यही भएर समय भएको बेला घुम्नु होला, हिँड्नु होला, रमाइलो गर्नु होला। धेरै कुराहरू छ यो ठाउँमा पनि। अब सँग फेस गर्न सिकेकै छैन भने चाहिँ त्यो मान्छेले के सिक्यो त लाइफमा जस्तो लाग्छ कि मलाई। हो किन भन्नु न, त्यो यस्तो जर्नी छ कि यो लाइफमा चाहिँ सबै कुरा छ क्या। तपाईँले गरिरहेको काममा असफल हुनुभयो भने पनि केही छैन, ठिक छ, नेक्स्ट टाइम गर्न सक्नुहुन्छ क्या। तपाईँले आफूले आफूलाई पुस गर्नुपर्छ क्या, आफूले आफूलाई कहिले डाउन फिल नगर्नु क्या। सक्नुहुन्छ यार, सबजनाले गरिरहेछ भने तपाईँले चाहिँ किन नसक्ने हो र होइन। त्यही भएर लाइफमा चाहिँ यदि अप्स एन्ड डाउन भइहाल्यो भने पनि कहिले पनि नडराउनु, झन् आफूले आफूलाई स्ट्रङ बनाउनु। यो एउटा पार्ट हो। म यसको सल्युसन खोज्छु भनेर अगाडि बढ्नु क्या। सकिन्छ यार, मजाले सकिन्छ। यदि सुख चाहनुहुन्छ भने दुःखसँग जुझ्नलाई तयार हुनु क्या। आजको लागि होइन भोलिको लागि सम्झेर भए पनि दुःख गर्नुपर्छ क्या। आफूले आफूलाई लोन्ली फिल गरेर नबस्नु, आफूले आफूलाई डाउन फिल गरेर नबस्नु, आफूले आफूलाई कम्फर्टेबल फिल राख्नु। सकिन्छ यार, हरेक कुरा गर्न सकिन्छ। आई विस तपाईँको फ्युचर चाहिँ तपाईँले सोचेको जस्तो होस् र तपाईँले मेहनत गर्नलाई नछोड्नु होला, अगाडि बढ्नु होला। त्यही हो।